Hello everyone, this is Sajan from Revolution Education Bethamod. आज चाहिँ हामी टिकास इन्टरभ्यूमा सोधिने 7 वटा इम्पोर्टेन्ट क्वेशन्सहरुको बारेमा डिस्कस गर्न गइरहेका छौं। पहिलो क्वेशन्स भन्नुपर्दा व्हाई डु यु वान्ट टु स्टडी इन युके भनेर तपाईले सोध्न सक्छ। त्यसैगरी दोस्रो क्वेशन्स भन्नुपर्दा तपाईलाई व्हाई दिस कोर्स भनेर सोध्न सक्छ। त्यसैगरी तेस्रो क्वेशन तपाईलाई व्हाई दिस युनिभर्सिटी भनेर सोध्न सक्छ। त्यसैगरी चौथो क्वेशन तपाईलाई तपाईको लिभिङ एक्सपेन्सेसको तथा एकोमोडेसनको बारेमा सोध्न सक्छ। त्यसैगरी तपाईलाई पाँचौं क्वेशन तपाईको प्रिभियस क्वालिफिकेसनको बारेमा सोध्न सक्छ। छैठौं क्वेशन भन्नुपर्दा तपाईलाई युकेबीआई को रुल्स एन्ड रेगुलेसन्सको बारेमा सोध्न सक्छ। र लास्ट सातौं क्वेशन्स तपाईलाई फाइनान्शियल एरेन्जमेन्टको बारेमा सोध्न सक्छ। टिकास इन्टरभ्यूमा क्वेशन सोध्दाखेरि चाहिँ जिगज्याग तरिकाले सोध्ने गरेको हुन्छ र तपाईलाई क्वेशन सोध्दाखेरि चाहिँ ठ्याक्कै व्हाई दिस युनिभर्सिटी भनेर नसोध्न सक्छ। फर मोर इन्फर्मेसन प्लिज भिजिट रिभोल्युसन एजुकेसन बेरथामोड र तपाईहरु पनि कास इन्टरभ्यूको प्रिपरेसन गर्न चाहनुहुन्छ भने आज नै रिभोल्युसन एजुकेसनलाई सम्पर्क गर्नुहोला। धन्यवाद।